र सामाजिक काम गर भनेर तपाईँको आँखा तपाईँको यो म चुनावमा उठे पनि नउठे पनि म तपाईँलाई थाहा भएको भए म गर्थेँ। अब अहिले म आफै चुनावमा उठेको छु होइन, चुनाव नजिकै आइरहेको छ। अब 37वटा वार्ड छ, मैले धेरै ठाउँमा पुग्नुपर्छ, बोल्नुपर्छ। त्यो भएकोले गर्दाखेरि चाहिँ भोलि चुनावमा जित हार आफ्नो ठाउँमा होला होइन, तर तपाईँको आँखाको अपरेसन गर्ने काम मेरो जिम्मा पर्छ, बुझ्नुभयो नि। नम्बर खै मेरो स्टिकर दिनु त, स्टिकर छ। मैले त फेरि मलाई भोट दिनु भनेर म त कुरा भनेको होइन, मैले यही काम गर्दै आएको हो क्या। त्यही भएर म बसेर कुरा गरेको किन भन्दाखेरि होइन, म फ्रीमै गराइदिन्छु तपाईँलाई, फ्रीमै गराइदिन्छु। मैले फ्रीमै गराएको छु। सुन्नु, तपाईँलाई पैसा लाग्दैन, तपाईँलाई म आफै लिएर गएर गराइदिन्छु। तर म अहिले चुनावमा उठेको छु, म किन यहाँ बसेर कुरा गरेर मात्रै ल हुन्छ भने जान्थेँ होला नि त। तर म तपाईँहरू जस्तो मान्छेको सेवा गरेर आएको मान्छे हो, बुझ्नुभयो नि। म पनि सानै उमेरमा बिहे गरेर बुढा मरेर 22 वर्ष अहिले मैले सुने जीवन साथी गुमाएको भनेर अहिले म सुन्दैछु। मैले नै उठाउने हो, तपाईँलाई म फल्ना मान्छे हो, मलाई नम्बर यहाँ थियो नि भनेर भन्नु, म बुझिहाल्छु कुरा। ल ल पर्खिनु, ल पर्खिनु। अब तपाईँलाई अहिले मैले गर्न लान पनि होइन, म आफै हिँड्नुपर्छ। अर्को कुरा के हो भने आचार संहिताले हामीलाई अहिले मान्छेहरूलाई दिँदैन। भोलि एउटाले मान्छेले चाहिँ यसलाई दबाई गर्नु लग्यो भनेर मलाई पोल झोस गर्दा मेरो उम्मेदवार खारेज हुन्छ, ओके न। अब यत्रो वर्ष त भयो होइन, भयो। त्यो भएको तपाईँ ढुक्क हुनु, अहिले चुनाव जिते पनि नजिते पनि तपाईँहरूको सेवा गर्छु।